के तपाईसँग एक्सपिरियन्स छ र जबको खोजीमा हुनुहुन्छ भने पोखरा जब सेन्टरले धेरै नै जब भ्याकेन्सी लिएर आइसकेको छ। हामीलाई लेक साइड सेदी एरियाको लागि एकजना सिनियर अकाउन्टेन्ट चाहिएको छ। सफ्टवेयरको नलेज पर्दैन तर लेजरको राम्रो नलेज र एक्सपिरियन्स छ भने एप्लाई गर्न सक्नुहुन्छ। स्यालेरी 30 देखि 35,000 हुन्छ। लेक साइडमा रहेको एउटा रेस्टुरेन्टको लागि एकजना वेटर र एकजना वेट्रेस चाहिएको छ। स्यालेरी हजुरको 15 to 17,000 हुन्छ। अर्चल बोर्डमा रहेको रेस्टुरेन्टको लागि एकजना कुक चाहिएको छ। दिउँसो 1 बजेदेखि 10 बजेसम्म को लागि स्यालेरी हजुरको 20 देखि 22,000 प्लस हुन्छ। लेक साइडमा रहेको होटलको लागि 2 जना फिमेल हाउसकिपिङ चाहिएको छ। स्यालेरी 14 to 17,000 हुन्छ। रानीपौवा एरियाको लागि एकजना लाइट ड्राइभर चाहिएको छ। स्यालेरी 15,000 प्लस हुन्छ। सिद्धार्थ चोकमा रहेको कन्सल्टेन्सीको लागि एकजना फिमेल काउन्सिलर चाहिएको छ। एज अ रिसेप्सनिस्ट काम गर्नुभएको छ भने एप्लाई गर्न सक्नुहुन्छ। स्यालेरी 15,000 हुन्छ। यदि हजुरहरू कुनै जबको लागि इन्ट्रेस्टेड हुनुहुन्छ भने अमरसिंहमा रहेको पोखरा जब सेन्टरको अफिस भिजिट गर्नुहोला।